आवश्यक सेवाहरूको अटुट सञ्चालन कायम राख्न बनेको अत्यावश्यक सेवा सञ्चालन ऐन 2014 को दफा 4 र 5 मा निषेध गरिएको हडताल गर्ने वा भाग लिनेलाई 6 महिना कैद र 200 सम्म जरिवाना गर्ने तथा यस्तो कार्यमा दुरुत्साहन गर्नेलाई 1 वर्ष कैद र 1000 जरिवाना गर्ने व्यवस्था छ। कानुन कार्यान्वयन गर्ने दायित्व सरकारको हो, तर यातायात जस्तो अत्यावश्यक सेवा ठप्प पार्दा सरकार मूक दर्शक मात्रै बनेको छैन, आम नागरिकको दृष्टिमा गैर जिम्मेवार देखिएको छ। यातायातमा सिन्डिकेट अन्त्य गरेको 7 वर्षपछि फेरि सरकार सिन्डिकेट सामु झुक्दै मध्यरातमा यातायात व्यवसायका अघि झुकेको मात्र छैन, प्रदेश सरकारको कार्यक्षेत्रमाथि हस्तक्षेप हुने गरी गण्डकी सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावलीलाई रोक्ने गरी सम्झौता गरेको छ। यो भन्दा रोचक कुरा त के छ भने सरकारलाई झुक्याएका यातायात व्यवसायीले आफूले गरेको सहमतिको ठाडो उल्लङ्घन गर्दै मङ्गलबार प्रदेश सरकारलाई पत्र नपठाउँदासम्म यातायात नखोल्ने अडान राखेर सरकारको सम्झौताको धज्जी उडाएका छन्। व्यवसायीको यो हदसम्मको हेफाहा प्रवृत्तिमा पनि सरकार बेखबर र मौन देखियो। दैनिक करिब 50,000 सार्वजनिक यातायातमा झन्डै 10 लाख मानिसले यात्रा गर्ने सरकारी तथ्याङ्क छ। लाखौं व्यक्तिसँग दैनिक रूपमा प्रत्यक्ष जोडिएको यातायात क्षेत्रलाई शिष्ट, मर्यादित, सम्मानित र सुरक्षित बनाउन सरकारले सार्वजनिक यातायात आचार संहिता 2067 समेत लागू गरेको छ। चालक र सहचालकले यात्रुसँग शिष्ट तथा सभ्य भाषामा कुराकानी गर्नुपर्ने, सवारीभित्र महिला, वृद्ध तथा बालबालिका मैत्री वातावरण हुनुपर्ने, बाटोमा महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति, बिरामी तथा वृद्धहरूलाई भेटेमा अनिवार्य रूपमा प्राथमिकताका साथ सहरी साधनमा यात्रा गराउनु पर्ने, क्षमताभन्दा बढी यात्रु राख्न नपाइने जस्ता व्यवस्था आचार संहितामा गरिएको छ। यति मात्र छैन, जुन रुटमा चल्ने सहरी साधन हो सो रुटको भाडा सबैले देखिने गरी सहरी साधनमा टाँसेर राख्नुपर्ने, तोकेको भन्दा बढी भाडा असुल्न नपाइने व्यवस्था आचार संहितामा छ। तर सार्वजनिक यातायातले यी मध्ये अधिकांश नियम पालना गर्दैन। सार्वजनिक यातायातका चालक र सहचालकको व्यवहार अक्सर रुखो हुने गरेको गुनासो यात्रुको हुने गर्छ। काठमाडौँ उपत्यकामा न्यूनतम भाडा दर 18 रुपियाँ कायम छ, तर सार्वजनिक यातायातमा चढ्ने बित्तिकै यात्रुबाट व्यवसायीले 20 रुपियाँ असुल्छन्। कुनै यात्रुले 2 रुपियाँ फिर्ता माग्यो भने उनीहरूको फिर्ता दिने पैसा छैन भन्दै उल्टै यात्रुलाई भए 18 रुपियाँ दिन र नभए 2 रुपियाँ छाड्न धम्की दिन्छन्। यात्रुसँग विकल्प हुँदैन र उनीहरू 20 रुपियाँ नै तिर्न बाध्य हुन्छन्। यो त सानो उदाहरण मात्र हो। लामो दूरीमा सरकारले तोकेको भाडा एकातिर हुन्छ अनि यात्रुबाट सार्वजनिक गाडीले असुल्ने भाडा त्योभन्दा केही सय बढी नै हुन्छ। यस्तोमा यात्रुले न गुनासो गर्ने मौका पाउँछन् न त गुनासोको सुनवाई नै हुन्छ। आफैले बनाएका कानुन र आचार संहिता लागू भएका छन् वा छैनन् भन्ने अनुगमन गर्ने र नभएमा कारबाही गर्ने दायित्व पनि राज्यकै हो। तर व्यवसायहरू खुल्लमखुल्ला राज्यलाई चुनौती दिइरहँदा सरकारले भने मध्यरातमा समाप्त भइसकेको सिन्डिकेट पुनः बिउत्याउने गरी सम्झौता गरेको छ। निजी सहरी साधन अर्थात् रातो नम्बर प्लेटका सहरी साधनले समेत यात्रु बोक्न पाउने व्यवस्थासहित गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसाय सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्। यसअघि बागमती प्रदेश सरकारले पनि यस्तै ऐन ल्याउँदा यातायात व्यवसायीले विरोध गरेका थिए। गत वर्ष राइड सेयरिङ एप पठाओ बन्द गर्नुपर्ने मागसहित परेको रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतले राइड सेयरिङ बन्द गर्न नहुने, बरु यसको सञ्चालन व्यवस्थित बनाउन कानुनी प्रबन्ध गर्न सरकारलाई आदेश दिएको थियो। सरकार र यातायात व्यवसाय बीच भएको सहमतिले सर्वोच्चको आदेशलाई समेत उल्लङ्घन गरेको छ। सरकार र यातायात व्यवसाय बीच राइड सेयरिङ सम्बन्धी नियमावली, यस सम्बन्धी सङ्घीय कानुनहरू
बन्ने क्रममा रहेकाले कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशका राइट सेयरिङ सम्बन्धी नियमावलीहरू स्थगन गर्न गण्डकी प्रदेश सरकार लगायतका प्रदेश सरकारहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मार्फत अनुरोध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गर्ने लगायत 6 बुँदे सहमति सोमबार राति 11:30 बजे भएको थियो। सो सहमतिसँगै मङ्गलबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने आशमा आम सर्वसाधारण ढुक्कले सुतेका थिए। तर मङ्गलबार पनि वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्र बन्द फिर्ता गर्ने बेतुकको अडान राख्दै व्यवसायीले यातायात सञ्चालन गरेनन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन्। सार्वजनिक खपतका लागि मन्त्री दाहालले अभिव्यक्ति दिए पनि यातायात सञ्चालन गर्ने सरकारले न थप पहल गर्यो न त आफूले गरेको सहमतिप्रति इमान्दारिता नै देखायो। कानुन विपरीत व्यवसायीले सार्वजनिक यातायात ठप्प पारेर आन्दोलनमा उत्रिँदा सर्वसाधारणले हदैसम्मको शास्ति खेपिरहँदा व्यवसायी भने स्वार्थको जोड घटाउ र नाफा नोक्सानको हिसाबमै केन्द्रित छन् अनि सरकार जनताप्रतिको जिम्मेवारी वहन भन्दा व्यवसायीको नुनको सोझो गर्न उद्यत देखिन्छ। लामो तथा छोटो दूरीका सार्वजनिक यातायात नचल्दा काठमाडौँ उपत्यकासहित अधिकांश जिल्लामा यात्रुहरू लामो तथा छोटो दूरीमा हिँडेरै गन्तव्यतर्फ जान बाध्य देखिएका छन्। अर्कोतर्फ सार्वजनिक यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एपका राइडरहरू यात्रुबाट जतिसक्दो बढी पैसा असुल्न उद्यत देखिएका छन्। सोमबार मात्र त्यसरी सार्वजनिक यातायात बन्दको मौका छोप्ने यात्रुलाई अनैतिक व्यवहार गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने 218 जना राइड सेयरिङ एपका राइडर कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार उपत्यकाका विभिन्न स्थानबाट यात्रुसँग बढी भाडा लिने 7 जनासहित 218 जनालाई कारबाही गरिएको हो। उनका अनुसार बढी भाडा लिने राइडरलाई यातायात व्यवस्था ऐन 2049 अनुसार कारबाही गरी 5,000 जरिवाना र अन्यलाई 500 देखि कसुर अनुसारको जरिवाना गरिएको हो। त्यो भन्दा पनि रोचक त के छ भने राइड सेयरिङकै विरोधमा यातायात व्यवसायीले सार्वजनिक यातायात ठप्प पारेको मौका राइड सेयरिङका राइडरहरूले नै उठाइरहेका छन्। अर्थात् सर्वसाधारण यात्रुलाई शास्ति दिन ठग्न उनीहरू पनि कम देखिँदैनन्। सार्वजनिक यातायात नचलेसँगै अत्यावश्यक कामका लागि यात्रा गर्दा राइड सेयरिङ प्लेटफर्मको प्रयोग बढेको छ। यही मौकामा धेरै चालकहरू ठगी धन्दामा लागेका हुन्। गत जेठ 1 गते गण्डकी सरकारले राइड सेयरिङलाई नियमन र व्यवस्थापन गर्न भन्दै ल्याएको राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली 2082 प्रदेश राजपत्रमा प्रकाशित भयो, जसको विरोधमा गण्डकी प्रदेशका यातायात व्यवसायीहरूले गत शुक्रबार प्रदेशमा सार्वजनिक बस, ट्याक्सी तथा ढुवानी सेवा ठप्प पारेका थिए। गण्डकी सरकारले ल्याएको सो नियमावली खारेज गर्न माग गर्दै नेपाल यातायात व्यवसायी महासङ्घले जेठ 14 गतेसम्मको अल्टिमेटम दिँदै नियमावली फिर्ता नभए जेठ 19 देखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको थियो। सोही अनुसार यातायात व्यवसायीले सार्वजनिक यातायात ठप्प पारे लाखौँ यात्रु प्रत्यक्ष प्रभावित भएसँगै यातायात व्यवसायीको यो कदमको चौतर्फी विरोध भइरहेको छ। तर राज्यले नि व्यवसाय विरुद्ध एक्सन लिन नसकेपछि व्यवसायी झनै हौसिएको देखिन्छ। व्यवसायी किन आन्दोलित भए त भन्दा निजी सहरी साधन 4 पाङ्ग्रे 15 वर्ष र 2 पाङ्ग्रे 10 वर्ष पुरानो भए पनि राइड सेयरिङका रूपमा चलाउन पाउने व्यवस्था ल्याइएपछि विरोधमा उत्रिनु पर्ने अवस्था आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर सुवारको तर्क छ।
आफूले सार्वजनिक यातायात चलाउँदा नयाँ गाडी किन्नुपर्ने व्यवस्था भएको तर रातो प्लेटका थोत्रा गाडीलाई राइड सेयरिङका नाममा सार्वजनिक यातायातकै रूपमा चलाउन दिने गरी नियमावली ल्याउँदा नीतिगत भ्रष्टाचार भएको उनको आरोप छ। यता राष्ट्रिय उपभोक्ता मञ्चले राइड सेयरिङ तथा सेल्फ ड्राइभलाई मान्यता दिने गरी गण्डकी प्रदेश सरकारले जारी गरेको नियमावली विरुद्ध यातायात व्यवसायीको आन्दोलनलाई व्यवसायीको दादागिरी भन्दै विरोध जनाएको छ। सर्वोच्च अदालतले समेत राइड सेयरिङ र सेल्फ ड्राइभ पठाउ जस्ता प्लेटफर्मका माध्यमबाट सञ्चालित सहरी साधनलाई मान्यता दिइरहेको अवस्थामा सार्वजनिक सडक आफ्नै मात्र हुनुपर्छ भन्ने जस्तो गरेर यातायात व्यवसायीले दादागिरी देखाउँदै आन्दोलनमा उत्रनु गलत भएको मञ्चको भनाइ छ। यता राइड सेयरिङ एप मध्येको एउटा पठाउका संस्थापक तथा अध्यक्ष असीम बस्नेत भने यसरी राइड सेयरिङ विरुद्ध प्रतिशोध साधेर सार्वजनिक यातायात नै ठप्प पार्नु कानुनको अपहेलना भएको बताउँछन्। सरकार सर्वोच्चले दिएको आदेश अनुसार नै अगाडि बढ्न खोजेको तथा यातायात व्यवसायीले भने सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै सार्वजनिक सेवाको क्षेत्रलाई राजनीतिकरण गर्न खोजेको उनको आरोप छ। देशमा यातायात क्षेत्रलाई मर्यादित बनाउने र नियमन गर्ने जिम्मेवारी सहितको यातायात मन्त्रालय र विभागहरू छन्। कानुन कार्यान्वयन गर्ने गृह प्रशासनको नेतृत्व कानुनी पृष्ठभूमिकै व्यक्तिले गरिरहेका छन् तर आम सर्वसाधारणलाई शास्ति हुने गरी सार्वजनिक सेवा ठप्प हुँदा राज्यले खेल्नुपर्ने दायित्व भने भुलेका छन्। सार्वजनिक क्षेत्र कब्जा गर्ने गरी यातायात व्यवसायीले देखाएको दादागिरी र सिन्डिकेटलाई प्रश्रय दिने गरी सरकारले देखाएको रवैया गैर जिम्मेवार मात्र होइन, सर्वथा गलत छ।